कोब्राले चाहिँ अब ललिपप त्यसको किट्टा अनि एउटा भोला खाएर चाहिँ यसको दिमाग बल्ल खुलेर मोलो पनि खानुपर्ने चाहिँ किट्टा हानेर कोब्रा गाउँको नयाँ ताजा अपडेट सुना त के छ? केही छैन। किन? होलाकै केही नयाँ अपडेट त होला नि। अनि यो ललिपप खाएर के स्वाद माछालाई के मार खानु पर्दैन मैले जे खान्छु त रह्यो। त कति वर्ष भइसक्यो ललिपप चुसा? 12 माछाले म जन्मिनुभन्दा पहिले त माछाले माछा मार्न हिँड्थ्यो कैनेमा 12 वर्ष भयो भने चाहिँ मै पुगिसक्यो यार 28 वर्ष अहिले। ए बढेको मात्र हो नि। कोब्राको हाइट त फेरि खम्बा जस्तै छ तँलाई नि पोल बराबरै छ त मान्छे त घाँच तलदेखि माथिसम्म हेर्नुपर्छ सर्लक्कै माथि प्लाइवेट जस्तै छ ज्यान त। अनि माथिको पप्पु र त सेम होइन र तेरो दोस्त होइन पप्पु भाइ त्यसलाई के भन्छस् भन् त? पप्पु भाइ कहाँ छ त्यो मुला आजकल? त्यो छैन विदेश गयो होला। कति वर्षदेखि देखाएको छैनस्? 8-9 वर्ष। याद आन्नबाट तेरो दोस्तहरू तेरो अरू को हुन् गाउँको त्यो तेरो टाइमको मिल्ने दोस्तहरू? दिमाग खाएको भन्न त्यो घाँसपात टाइमको दोस्तहरूको कोड भन्दैन? देशी बिमललाई के भन्न चाहन्छस्? बिहारी काली शिशिरलाई काली टुटा मुन्ना भाइलाई के भन्छस्? छोटा मुन्नालाई भन्न। माछाले फेरि अलि मैले सब पोल खोलिदिन्छु नि तेरो र मुन्नाको फेरि भन् तैँले के भन्न चाहन्छस् मुन्नालाई? भन्न सबलाई भनिस् मुन्नालाई फेरि बचाउनु किन खोजिरहेछस् त? तर मुन्ना त लास्ट जिग्री दोस्त छैनौ र। त्यो भन् मलाई अब एक्का ट्रायल र बासा ट्रायलको कहानी सुना अरू 30 की हान्लास् फेरि भन् के त्यो उता त्यो मन्दिर पछाडि सोतामा त्यो एक्का ट्रायल र बासा ट्रायलको कहानी सुना 30 की फेरि हान्ने के सुनाउनु? एक्का ट्रायल बासा एक्चुअली विदुरलाई एक्का ट्रायल अनि मुन्नालाई बासा ट्रायल पारेको कहानी सुना न भन् के छिटो। त्यसमा मेन हात तेरो दिन र ओए भन्न मुन्नालाई बासा ट्रायल कसरी पारेको छ भन्न। त लास्ट काँटा हान्ने मान्छे नि अहिले पनि 10-10 रुपियाँ चल खेल्दाखेरि घोप्ला हान्ने हुन्छ जस्तो बोटै नहालेर। भन्न त्यो 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 कहानी मलाई लास्ट सुन्न मन लागिरहेछ। भइगयो त 16-17 वर्ष पहिलाको कुरा कि भन्न। भन् के मुन्नालाई बासा ट्रायल कसरी पर्या? तास खेल्दाखेरि परिहाल्छ नि। ल कसम काँटा हाने होइन भन् म हिँड्दिनँ रोकिदिन्छु यो भिडियो। काँटा पनि हान्छ नाइ त्यो बासा ट्रायल पार्ने बेला त कति गड्डी थियो भन् त गोजीमा? 3 गड्डी। यो फेरि मुन्नाको त्यो टाइमको राइट ह्यान्ड र त बोल्न कि पुरानो यादमा पुरा हराइस् त त डुबिस् त। ओए हेलो